गाइज हाम्रो सन्ध्या फुपूको ब्लगमा हामी सबैलाई स्वागत छ। अनि आज हामी लन्डन ब्रिज जान लाग्छ राति 6 बजे 6:30 बजेतिर। म चाहिँ धेरैचोटि गइसकेँ किनकि म बसेको उहाँ चाहिँ भर्खर आउनुभएको हुनाले पहिलोचोटि उहाँ चाहिँ धेरै एक्साइटेड हुनुहुन्छ हाम्रो फुपू चाहिँ। हामी पनि छौँ एक्साइटेड किनकि हामी सबै सेकेन्ड टाइम हामी चाहिँ गइरहेको छौँ। म चाहिँ किन एक्साइटेड छु भनेपछि मेरो साथीभाइहरू सबै सँगै घुम्न पाउँदाखेरि त्यसैले म पहिलोचोटि सबैसँग घुम्नु त्यसैले म एकदमै एक्साइटेड एकदमै खुसी। हाम्रो साथी उमा बुढा छोकी भन्ने हो कि उमा बोला भन्ने हो कि जे भन्दा पनि अब हामी लन्डन ब्रिजमा भेटौँला गाइज। बसको वेटिङ गर्दैछौँ। बस नम्बर 53। गाइज हामी प्रायः 5 मिनट अझै हामी बस वेट गरिरहेका छौँ लन्डन ब्रिज जानलाई। बस नम्बर 53 चढेर जानुपर्छ हामी। त्यसपछि फेरि अर्को चेक गर्नुपर्छ, सायद 12 चढ्नुपर्छ। त्यसपछि हामी फाइनली हाम्रो लन्डन ब्रिजको लागि हिँडिसक्यौँ। हामी अब आफ्नो अर्को बसको वेटिङमा छौँ। एउटा बस झरेर अर्को बस वेटिङ। हामी चाहिँ गाइस फाइनली आज हाम्रो डेस्टिनेसनमा पुगिसकेका छौँ। हेलो गाइजहरू, हामी चाहिँ अहिले लन्डन ब्रिज टाउट देखेर हाम्रो हिजो पास गरेको आज पेपरमा आज चाहिँ हाम्रो भइसक्यो हाम्रो टावर ब्रिज हेर्न सक्नुहुन्छ। हाम्रो हामी हजुरलाई देखेको मेरो साथीको बुढा हामी चाहिँ हाम्रो नेक्स्ट डेस्टिनेसनको लागि बसको वेटिङमा छौँ। हामी चाहिँ यो फाइनल डेस्टिनेसनमा। हेलो